भएको तपाईले मासु पकाएको वाउ वाउ के छ आज हाम्रो प्लान आज मासु र ढेँडो खाने हात पोल्ला है हात पोल्ला तरिका मिल्दैन के ढिँडो पकाउने पनि कासी तपाईले थाहा छ कि छैन हामी चाहिँ यसरी बनाउँछौँ हैन तपाईले चाहिँ घोप्टिएला नि फेरि पूर्वेलीको आज त पूर्व र पश्चिमको मान्छेले पकाउँछ पश्चिमेलीको पालो यो के भन्छ दाबिलो चाहिँ लमजुङबाट ल्याएको है ढेँडो खानलाई लमजुङबाट दाबिलो ल्याएर शङ्खसभामा ढिँडो मस्काउँदै छ है पश्चिमेली गुरुङनी केटी लमजुङको दाबिलोले शङ्खसभामा ढेँडो मस्काउँदैछु हाम्रो ढेँडो पनि पाकेको अवस्था अब खानालाई रेडी मान्छेले पूर्वमा आएर